हे गाइस सबैजना गुड मर्निङ अनि हजुरहरूलाई धेरै धेरै वेलकम छ मेरो यो ब्लगमा। अनि आजको ब्लग चाहिँ त्यस्तो खास चाहिँ छैन, अब दिवालीहरू सकिहाल्यो हैन। अनि अब दिवालीमा हामीले जे सामानहरू युज गर्नको लागि कसैबाट मागेर लिएर आएको थियो, त्यो सामानहरूको अब ठिक ठिक ठाउँमा पुर्याउने दिन आयो। अनि म बाबा अनि बहिनी चाहिँ मिक्सचर लिएर आएको थियो। मिक्सचर अस्ति हामीले प्रोग्रामको लागि, अनि त्यो मिक्सचर पुर्याउनुको लागि चाहिँ त्यो घरमा जानुपर्ने होइन। यहाँ माथि बाइक राख्यो अनि हामी हिँडेर जाँदैछौँ। अङ्किया चाहिँ हिँड्नुपर्छ भनेर रुल लाज त गर्दैथ्यो, तर पनि यसलाई हिँडाउनुको लागि लिएर आएको छ। त हामी जाँदैछौँ मिक्सचर पुर्याउनुको लागि। यो चाहिँ हाम्रो तल बिचगाउँ पर्छ। अनि तल देख्दै गरेको चाहिँ यो डाँडा देख्दै गरेको चाहिँ दलपचन हो है। मिक्सचरलाई चाहिँ अरूकोमा चाहिँ के भन्छ, मिक्सचरै हो। अनि अङ्किता उकालो कसरी आउने अरे, छ्या कति पनि लाग्दैन हिँड्नु भनेर चाहिँ मैले भनिरहेछु। अहिले मेरो हालत पनि न त्यस्तै हुने हो। सो गाइज, हजुरहरूले दिवालीहरू कसरी मनाउनु भयो तपाईँले देख्नै हुँदै, तपाईँले सुन्नु हुँदै होला। मेरो त भोइस पनि गइसकेको छ दिवालीले गर्दाखेरि, सर्दीहरू पनि लागेको छ बेसी कराकोले। अन्तखेरि त्यही हो, अब सकिहाल्यो रमाइलो चाड। फेस्टिभ सिजन ओभर भयो। अब जिन्दगी यसरी नै बित्नेछ। विन्टर आउँदैछ, जाडोले मर्छ हाम्रो जग्गामा त विन्टरमा। पुग्न लाग्यो त्यत्रो माथिबाट आएको, ऊ माथिबाट आएको हो। यही घरमा टक्कै छोड्ने हो। उकालो जाँदाखेरि चाहिँ हालत पत्ला। कस्तो छ यता हेर्दा, कस्तो साह्रो पर्यो, हेभी साह्रो पर्यो। बाबा थियो तल, के भएर मुटु ढुकढुक भएर यसको छ। अन्त यत्रो पाखुरी लिएर बसेको छ त काम नै हो नि। म चाहिँ बाइकको त्यहाँ आइपुगेँ। अब चाहिँ बहिनीहरूलाई वेट गर्छु। साह्रो छ, साह्रो कन्डिसन। कन्डिसन यस्तो हुनुपर्छ हौ। उकाली ओह्राली यो गाउँ बस्तीको जिन्दगी चाहिँ यस्तो हुन्छ है। घाँस काट्नु पर्यो, उकाली ओह्राली हिँड्नु पर्यो। 2 दिनदेखि दाह्री पनि काटेको छैन, सेतै भइरहेछ। जिन्दगी चाहिँ यसरी बिताउनु पर्छ। शरीर तन्दुरुस्त राख्नुपर्छ जुन दिनसम्म सकिन्छ है। हाँसखेल गर्नुपर्छ, नाचगान गर्नुपर्छ। लाइफ चाहिँ बिन्दासी हुनुपर्छ है गाइस। जति टेन्सन मान्यो त्यति नै हो, संसार चाहिँ त्यतिकै बित्छ। ल अङ्के यस पछाडि हामी घरतिर लाग्यौँ। घरमा पुगेर चाहिँ अन्तखेरि मैले चाहिँ मुभी हेरेँ परम सुन्दरी। अहिले पनि डल्लै हेरिसकेको छुइनँ, किनभने आज चाहिँ स्किन टेस्ट गर्नुको लागि डक्टर को आउँछ भन्दै थियो नि त फुपूले, अनि बोलाउनु भएको थियो। अनि आइपुगेर म मम्मी र बहिनी चाहिँ यस्तो भइरहेको छ। स्किन पनि तल्लो घरपट्टि थियो, तल्लो घरको आनीहरूकोमा। अनि स्किन टेस्ट गर्ने, मेरो पनि स्किनमा के निस्किरहेको थियो, अनि के भएको रहेछ भनेर। अन्त गयो भित्र पस्दाखेरि, त्यहाँदेखिको गएर चाहिँ त्यहाँ म्याम आउनुभएको रहेछ। म्यामले बताउनु भयो यो चाहिँ भेस्टा हो है, सरी भेस्टिज कम्पनीबाट रहेछ। अनि उहाँले बताउनु हुँदै थियो के गर्नुपर्छ, के हो कसो हो होइन। अन्त मैले अलिकति भिडियो बनाएँ। त्यहाँ पछाडि स्किन टेस्ट मलाई फर्स्ट गरिदिनु भयो। अनि मेरो चाहिँ स्किन पुरा ड्राई छ अरे। अन्तखेरि
पुरा यो पोतो हुन्छ नि त्यस्तो आउनु आँटेको छ भनेर भन्नुभयो अन्त त्यसको लागि दबाईहरू सजेस्ट गर्नुभयो त्यहाँदेखिको फेस मास्कहरू डिप क्लिन्जिङ गरिदिनु भयो उहाँहरूले नै त्यो चाहिँ फ्रीमा थियो अनि एउटा प्याक फेस मास्क चाहिँ 300 रुपिस लाग्यो त्यहाँदेखि बिफोर र आफ्टर देखाउनु भयो मलाई यो चाहिँ तर आफ्टरकै फोटो हो आफ्टर क्लिन्जिङ हो त्यहाँदेखिको बिफोरको चाहिँ गरेन यो चाहिँ अन्त त्यहाँदेखिको बहिनीको टर्न आयो यो चाहिँ सबैलाई फ्री अरे नि त स्किन टेस्ट गर्नुको लागि चाहिँ सबैलाई फ्री अरे अनि बहिनीले पनि गर्यो अन्त त्यसले डार्क सर्कल्सको लागि सजेसन माग्यो त्यस पछाडि मम्मीले पनि गर्नुभएको थियो मम्मीले गर्नुभएको चाहिँ मैले भिडियो बनाएन किनभने ब्याट्री लो भएको कारणले अन्त मम्मीले मात्रै होइन यहाँ सबै भेला भएकोहरू सबलाई गरिदिनु भएको थियो टेस्ट चाहिँ अनि क्लिन्जिङ गर्नु नगर्नु चाहिँ आफ्नो चोइस अरे अनि बहिनीले चाहिँ क्लिन्जिङ गरेन मम्मीले पनि गरेन अनि खालि टेस्ट मात्रै गर्यो अनि त्यस पछाडि हामी माथि आन्टीकोमा गएपछि यसलाई मोमो खानु मन परिरहेको थियो अरे अनि भोलि जाने यसको काम चाहिँ पहिला प्याज छिल्ने कस्तो पिरो प्याज हो भगवान् अनि चाहिँ म तल गएर बसेँ आउँदाखेरि चाहिँ एक मक्टु पकाइसक्नु भएको रहेछ आन्टी र बहिनी मिलेर आटाको मोमो ग्यास हुँदैन भनेर बनाएको आटाको मोमो चट्नीको लागि रेडी गर्नुभएको रहेछ म त्यसै पनि त्यस्तो खाँदिनँ अनि म चाहिँ घरमा छिटो आएँ बाबाको नयाँ चस्मा आएछ अनि बाबालाई हल्का भिडियो बनाइदिएँ त्यस पछाडि हामीले सबैले खानासाना खाएपछि अब भोलि अङ्किता पनि जाने अन्त सानो भिडियो बनाएँ सो यति नै आजको ब्लगमा एन्ड गर्दछु आई सी यू गाइज इन माई नेक्स्ट ब्लग बाई बाई थ्याङ्क यू फर वाचिङ